आज हाम्रो सेरदे स्त्रेला भिजिटको दोस्रो दिन, दोस्रो बिहान यहाँको स्थानीय समयअनुसार 10 बजिसकेको छ बिहानको। हामी हल्का चिया नास्तामा लागिरहेको छौँ। म हाम्रो सरोज सालातर्फ जान चाहन्छु। सरोज, कस्तो लाग्यो हिजोको भिजिट अनि बसाइ, रातिको बसाइ, आराम कतिको सजिलो तरिकाले सुत्न पायो अनि कस्तो महसुस भयो, के छ? एकदमै म त यो ठाउँमा आउनु म एकदम उत्साहित थिएँ होइन। मलाई आउने धेरै इच्छा पनि थियो। त्यस कारणले गर्दा एकदमै हामी हिउँमा पनि एकदमै मजाले रमाइयो। अनि त्यसै गरी यहाँको बसाइ पनि एकदमै यादगार, बस्ने ठाउँ पनि एकदम राम्रो, सुताइ पनि त्यस्तै एकदमै गजब। त्यही भएर एकदम रिफ्रेस भएर हामी बिहानको खाना खाँदै अब आजको दिन फेरि सुरु गर्नको लागि एकदम तयारी गरिरहेका छौँ। त्यसै गरी यहाँसम्म हामीलाई साथ दिनुभयो हाम्रो भेनाजुले, सबै उपलब्ध गराउनु भएकोमा त्यसको निम्ति एकदमै ठुलो यो सबै क्रेडिट छ। यहाँ सबै व्यवस्थापन, यो सबै एकदम म्यानेजमेन्ट गर्नलाई हाम्रो भेनाजुले एकदमै ठुलो भूमिका खेलेर हामीलाई यस्तो रमाइलो पल दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यही भिडियो मार्फत पनि म धेरै खुसी पनि भएको छु यो ठाउँमा आएर। एकदम राम्रो विचार, थ्याङ्क्स। अनि सेमस, हजुर, तिमीलाई कस्तो लागिरहेछ त? सायद तिम्रो त यो पहिलोपटक होला जिन्दगीको पहिलो अनुभव होला हिउँसँग यसरी खेल्न पाएको। अनि हिजोको खेलाइ अनि साँझको बसाइ सुताइ कस्तो लाग्यो? एकदम राम्रो, एकदम हो। पहिलोचोटि बरफ देखेको, देख्ने बित्तिकै छोड्न मन नलाग्ने जस्तो भयो। रमायो जोस्। अनि म यही विषयमा दाइसँग केही प्रतिक्रिया लिन चाहन्छु। सन्दीप दाई, हजुर, तपाईँलाई पनि कस्तो लाग्यो हिजोको दिन अनि आजको रातिको बसाइ? एकदम रिफ्रेसमेन्ट राम्रो भयो। अब हाम्रो यो प्लान चाहिँ खास त अघिल्लो हप्ता नै थियो, विशेष कारणवशले अब हाम्रो त्यति बेला चाहिँ भिजिट हुन सकेन। तर अब लास्ट टाइममा भयो भने भिजिट गरियो। यो ठाउँमा आउने चाहिँ पहिल्यैदेखि अब दाइले कुरा गरिराख्नु भएर म एकदमै एक्साइटेड थिएँ आउनको लागि। आइयो, यति राम्रो भयो कि हिजोको मोमेन्ट त झन् एकदम बेटर भयो। अब आज पनि बेटरै हुन्छ भन्ने मलाई लागेको छ। अझ हामीसँग बाँकी नै छ समय। आज पनि हामी चाहिँ त्यही ठाउँमा भिजिट गर्ने जमक नै गर्दैछौँ। तर यो बसाइ, यो चाहिँ हाम्रो चाहिँ के भन्छ, यो भनौँ न, यो घुमाइ, यो चाहिँ हाम्रो ट्राभल चाहिँ एकदमै उत्कृष्ट भयो, एकदमै राम्रो भयो। बसाइ सुताइ पनि धेरै राम्रो नै छ होइन। बस्ने तपाईँले सबै म्यानेजमेन्ट गर्नुभएकोमा विशेष गरी तपाईँलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू दाइ। आज सेरदे स्त्रेला भिजिटको दोस्रो दिन। हामी यहाँको स्थानीय समयअनुसार बिहानको 9 बजिसकेको छ। यो मेलो भन्ने ठाउँ रहेछ। यो सानो गाउँ, चिटिक्क परेको सुन्दर गाउँ छ। घरहरू पनि एकदमै पुराना शैलीका, पुराना मोडलका घरहरू, प्रायः जसो पुराना ढुङ्गाहरूबाट बनाइएका घरहरू छन्। एकदमै सानो छ, चिटिक्क परेको सुन्दर बस्ती, जहाँ हाम्रो आजको रात बासा बसियो। अहिले हामी हल्का यसो ब्रेकफास्टको लागि, नास्ताको लागि भनेर केही सपिङ गरौँ भनेर यहाँ आइपुगेका छौँ। दोकान अहिलेसम्म खुलेको रहेनछ। यहाँ एउटा ढुङ्गे धारो जस्तो पनि देखियो, सानो धारो, जहाँ यसरी यो टुटी खोलेर, ट्याप खोलेर पिउने पानी निकाल्न सकिँदो रहेछ। ठ्याक्कै नेपालको धारो जस्तै। मलाई यतिखेर नेपालको धारोको याद आयो। यो एउटा छाँगो जस्तो रहेछ, खोलो, सानो खोलो, पहाडी खोलो। सरसर्ती हेर्दाखेरि नेपालको पहाडी गाउँको झल्को दिने किसिमको यो लोकलाइजेसन एकदमै मन पर्यो। सुन्दर छ, सफा छ, नेपालको नै झल्को दियो है।
ल अब हाम्रो टिम रेडी भइसकेको छ। हामी होटलबाट निस्किसक्यौँ फाइनली। अब फेरि हामी सेरा द एस्ट्रेलाको हिजोको अधुरो यात्रा पुरा गर्नको लागि हामी यहाँबाट प्रस्थान गर्दैछौँ। पिउन मिल्छ अरे दाइ यो पानी? धारादेखि पिउन मिल्दैन भएन त्यो? दार्जिलिङ पनि मिल्छ तर यो पानी नेचुरल पानी, एकदम फ्रेस पानी, नेचुरल पानी, सेरा द एस्ट्रेलाबाट हिउँ पग्लिएर आएको पानी। यी हामीले उहाँ पनि मान्छेहरूले चाहिँ भरिरहेको देखिरहेछौँ। उहाँहरूले पनि हरेक दिन आएर यसरी बोतलमा भरेर पिउनको लागि घरमा लैजानु हुँदो रहेछ। मैले भर्खरै सोधेँ, यो पानी पिउनको लागि एकदमै उचित छ, फ्रेस छ, नेचुरल पानी हो। मैले पनि एक जार भरिसकेको छु। पानीसँगै हामी चाहिँ हाम्रो यात्रालाई आज अगाडिसम्म एकदमै वहीँ टपसम्मै पुर्याउने जमर्कोमा छौँ। लेट्स सी व्हाट्स ह्यापनिङ। बाई। यो पहाड, यी डाँडाकाँडाहरू, यो हरियाली अनि यो चहराको कलकल आवाज हेर्दाखेरि सुन्दाखेरि ठ्याक्कै नेपालको इलामको चिया बगानको याद दिलाइदिएको छ। ल यो डाँडाकाँडा हेर्नुहोस् त, सुन्दर छ नि होइन? ठ्याक्कै इलामको चिया बगान जस्तै, त्यो हरियाली चियाका बोटहरू जस्तो। हुन त यो चियाको बोट त होइन, तैपनि त्यस्तै किसिमको आवाज, त्यस्तै किसिमको झलक दिने किसिमको दृश्य छ है। मलाई त एकदम सुन्दर लाग्यो। अब तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। यतिखेर म एक्ज्याक्टली सेरा द एस्ट्रेला नजिकको सानो मार्केटमा छु। यहाँ खास गरेर विन्टर सिजनका सामानहरू, खास गरिकन कपडाहरू, न्यानो प्रकृतिका कपडाहरू, ज्याकेट, टी सर्ट, टोपी, पन्जाहरू, कार्पेट, यस्ता किसिमका सामग्रीहरू बिक्री वितरण गरिँदो रहेछ। सायद सेरा द एस्ट्रेला चिसो ठाउँ भएको कारणले गर्दा त्यहाँ भिजिटिङको लागि जाने भिजिटर्सहरूलाई लक्षित गरेर खोलिएको, स्थापित गरिएको दोकान हुनसक्छ। हामी पनि एउटा पन्जा अनि टोपीहरू किनौँ भनेर एउटा सपिङ सेन्टरमा छिरेको छु। यहाँ भिडियो बनाउन अलाउड रहेनछ, निषेध गरिएको रहेछ। त्यस कारण म भिडियो बनाउन असमर्थ भएँ। म बिना भिडियो भित्र जानेछु, सामान किन्नेछु। गाडीहरू कति स्लो हिँड्दाखेरि लामो प्रयासपछि अन्तिममा आइपुगियो सेरा द एस्ट्रेलाको टप पोइन्टमा। यहाँबाट मैले अहिले यो लाइभ भिडियो बनाइरहेको छु। ब्याकग्राउन्ड पछाडि एउटा टावर देखिरहनु भएको छ तपाईँहरूले। यो टावर यहाँको मुख्य आकर्षण रहेछ। पोर्चुगलको सबैभन्दा अग्लो स्थान सेरा द एस्ट्रेला, जहाँबाट यो लाइभ भिडियो बनाउन पाउँदा मलाई एकदमै खुसी लागिरहेको छ। यो जीवनका विभिन्न खुसीपूर्ण
यादगारयुक्त क्षणहरूमध्ये यो पनि एउटा अविस्मरणीय बन्नेछ भन्ने मलाई लागेको छ। यहाँ सम्पूर्ण स्थानहरूमा पूर्ण रूपमा हिउँले ढाकेको छ। मौसम एकदमै चिसो छ, लगभग -4-5 डिग्री सेन्टिग्रेड यहाँको तापमान हुनुपर्छ भन्ने मेरो ठम्याइ छ। र यो घमाइलो घामको उपस्थिति अनि यो चिसो बतास, त्यसै गरी चारैतर्फ सेताम्मे भएको हिउँको सम्मिश्रणले यहाँको माहौललाई एकदमै सुन्दर, एकदमै आकर्षक बनाएको छ। र यहाँ हजारौँको सङ्ख्यामा भिजिटरहरू देख्न सकिन्छ। यहाँका आकर्षणहरूमध्येमा स्की, आइस स्केटिङ, त्यसै गरी केबल कार जो तपाईँहरू ब्याकग्राउन्डमा पनि देखिरहनु भएको छ। हल्का म यसलाई जुम गरेर देखाउन चाहन्छु। यो केबल कार, स्की केबल कार रहेछ। यो हल्का स्केटिङ पनि गर्ने खालको केबल कार। अहिले हामी यसको पनि अनुभव लिनेछौँ। यो यहाँको आकर्षण रहेछ। यहाँ गर्न मिल्ने क्रियाकलापहरू मध्येको प्रमुख आकर्षण। त्यसै गरी आइस स्केटिङ, त्यो पनि अर्को एउटा मुख्य एक्टिभिटिज रहेछ। चिसो हावा अनि सेताम्मे हिउँ, सयौँ गाडीहरूको लस्कार अनि हजारौँ मान्छेहरूको उपस्थिति एकदमै बेजोड सुन्दर अनि एकदमै आकर्षक माहौल बनेको छ। र यो आकर्षक माहौलको एउटा प्रत्यक्षदर्शी बन्न पाउँदा मलाई पनि एकदमै खुसी लागेको छ। अब हामी यहाँ आइस एक्टिभिटिज गर्न गइरहेका छौँ। हामीसँग एउटा साधन पनि छ, आइस बोर्ड, स्केटिङ बोर्ड। त्यो स्केटिङ बोर्डको मजा लिन चाहन्छु म। Espera! 2, 3, go! One, 2, 3, go! अब यही खेल्ने हो भने 1, 2, 3, go! हामी एकदमै स्केटिङ गरिरहेछौँ है। एकदमै फास्ट मोसनमा, एकदमै फास्ट स्पिडमा छौँ। हल्का कन्ट्रोल गर्न गाह्रो भएको छ। हामी डबल 2 जना छौँ। एउटा कपाल माथिमाथि गइरहेको छ। शिशुलाई
पनि गर्नुपर्ने हुन्छ ठिकै छ चोट लाग्दैन यहाँ ट्राई गरेको ल है मैले तानिरहेको छु है ल हामी आइस स्लाइडिङ गरेर फर्किरहेछौँ साह्रै मजा आयो होइन फोटो हाल्न त एउटा धेरै सेफ्टी छ अहिले हामीले त्यस्तो किनेको भए कपडा पुरै भिज्यो नि कपडा भिजेकै छैन फिर्दाखेरि अन्त लाग्छ भेनाजु यतादेखि त्यसरी घुमेर ठ्याक्कै गाडीमा खै यो भिडियो चाहिँ एकदम पिस काटेर हामीलाई हालिदिनु पर्यो है युट्युब सुमस हजुर के छ खबर ठिकै छ कस्तो लागिरहेछ त अहिले एकदम राम्रो यो 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 खेललाई के भनिन्छ आइस स्लाइडिङ होइन स्लाइडिङ भनौँ न स्लाइडिङ एक किसिमको स्लाइडिङ नै हो नि कस्तो मजा आयो बहुत हो हजुर अच्छा ठिक छ अनि त्यसै गरी सुशीलालाई मलाई पनि धेरै रमाइलो मेरो पाइ चल्छ खुसी छु पोर्चुगलमा आएदेखिको सबभन्दा रमाइलो पल रमाइलो क्षण भनेको सेरा दे इस्ट्रेला भन्ने ठाउँमा भयो हाम्रो हो एकदम रमाइलो भयो हाम्रो यहाँको बसाइ एकदमै सुखमय र आनन्दित रह्यो ल अनि सरोज के मजा आयो है थाक्यौ क्या हो तिमीहरू पनि धेरै टाढासम्म पुग्यौ त एकदम दाइ ल्याङ 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 गर्दै आइरहनु भएको छ दाइ अब खरानी भइसक्नु भएको छ अरे ल यस मजा आयो यसपटकको बसाइ यसपटकको भिजिटिङ एकदमै आनन्दमय भयो यो स्की गर्ने स्पोर्ट रहेछ स्की जोन अनफर्चुनेटली हामीले स्की गर्न सकेनौँ आज किनभने स्की गर्नको लागि 24 घन्टा अगाडि नै अनलाइन रिजर्भ गर्नुपर्दो रहेछ हामीलाई त्यो आइडिया भएन र अहिले समयको हिसाबले पनि यहाँ 4 बजिसकेको छ 4 बजेपछि फिजिकल्ली प्रिन्सियल्ली प्रिन्सियल्ली अर्डर गर्न मिल्दो रहेनछ तसर्थ अनफर्चुनेटली दुर्भाग्यवश हामीले स्कीको अनुभव लिन सकेनौँ मन थियो एकदमै एकपटक यसलाई पनि अनुभव गरौँ यसको पनि मजा लिउँ भन्ने तर सफल हुन सकिएन ठिकै छ नेक्स्ट टाइम यदि समयले साथ दियो भने अर्को पटक यसको पनि अनुभव लिने गर्नेछौँ अब लगभग यो हाम्रो आजको यात्राको भन्दा पनि सेरा दे इस्ट्रेला भिजिटको यो अन्तिम क्षण हुन गइरहेको छ यसपछि हामी अब आफ्नो यात्रालाई अथवा भिजिटलाई बिट मार्ने जमर्को गर्न गइरहेको छु मैले यसपछि हामी सिधै आफ्नो गन्तव्य स्थान अथवा आफ्नो घरतर्फ आफ्नो वासस्थानतर्फ लाग्नेछौँ करिब 7-7.5 घन्टाको ड्राइभ पछि हामी ताबिरा पुग्नेछौँ हाम्रो वासस्थान यति भन्दै सेरा दे इस्ट्रेलालाई बाई बाई भन्न चाहन्छु हस् त गुड बाई सेरा दे इस्ट्रेला